मेरो बताउन चाहन्छु। हिजो मात्रै मैले एउटा भिडियो हेर्दै थिएँ, प्रोजेक्ट ह्याप्पिनेस भन्ने भिडियो हेर्दै थिएँ र त्यो भिडियोमा कुनै एउटा व्यक्तिले ठाउँ ठाउँ गएर ह्याप्पिनेसको मिनिङ के हो भन्ने एउटा पर्सपेक्टिभ र एउटा पर्सेप्सन उहाँले कलेक्ट गर्नुहुँदै थियो र उहाँ एउटा सुरी भन्ने एउटा अफ्रिकन ट्राइबमा पनि जानुभयो र सोध्नुभयो त्यहाँको वुमेन्सहरूलाई है कि ह्याप्पिनेस भन्ने के हो तपाईँहरूको निम्ति भन्दाखेरि उहाँहरूले रिप्लाईमा के दिनुभयो भन्दाखेरि एज अ वुमेन यो जुन चाहिँ मुनिको दाँत छ त्यो डल्लै भचाएर यो लिप्स डल्लै काटेर त्यो एउटा क्ले हाल्ने एउटा उनीहरूको कल्चर रहेछ। त्यो त्यस्तो पेनफुल प्रक्रियामा प्रोसेस गरेर है उनीहरूले सोल मोटिभ चाहिँ उनीहरूको एउटा कल्चर बचाउने, एउटा ट्राइब बचाउने चाहिँ उनीहरूको ह्याप्पिनेस हो भन्ने एउटा आन्सर दिनुभयो उहाँले होइन। र त्यो बुझ्दाखेरि हामीले यत्रो साल बाद पञ्चायत आएको छ है र म 25-26 वर्ष पुगिसक्दा सायदै मैले अस्ति फर्स्ट टाइम हिलो खेलेँ र धान रोपेँ है। अनि अबको जेनेरेसनले त सायदै यो हिलो र धान भन्ने कुराहरू के हो पनि बुझ्दैन होइन। स्पेसली हामी एउटा युथ भएको कारणले गर्दा अहिले हाम्रो बहिनी दिदी बहिनीहरू भोलिको दिनको आमा भएर जानेछ है। र उहाँहरूले नै एउटा कल्चर ट्रेडिसन रीतिथिति भन्ने कुराहरू बुझेको छैन र भोलिको जेनेरेसनलाई उहाँहरूले कसरी बुझाउँछ भन्ने एउटा चिन्ता लागेको विषय हो मलाई है। र पञ्चायत एज अ पञ्चायत तपाईँहरू हामी एउटा अभिभावकको रूपमा हामीले हेर्छौँ तपाईँहरूलाई होइन। र गार्जियन भएकोले गर्दाखेरि त्यो तपाईँहरू पोस्ट एन्ड पोजिसनमा बस्नु भएकोले गर्दाखेरि के कस्तो योजनाहरू बनाउनु हुँदैछ र कस्तो प्रकारले यो एउटा कल्चर ट्रेडिसनहरूलाई आउने जेनेरेसनलाई सिकाउनु हुनेछ भन्ने एउटा मेरो क्वेसन छ है। यत्रो 39